गाइस, वेलकम बैक टु माई युट्युब च्यानल। आज चाहिँ मैले तपाईहरुलाई निम्बु कागतीको चाहिँ अचार बनाएर राख्ने रेसिपी चाहिँ मैले थाहा भएको म शेयर गर्छु। अनि एकचोटी बनाएर खानुलाई मिठो हुन्छ अनि धेरै लामो समयसम्म पनि राख्न सक्नुहुन्छ। सो लेट्स गो। 11वटा निम्बु लिएको छु। अहिले चाहिँ कागती सस्तो पनि पाइन्छ, सिजनको बेला हो नि त। अनि यही बेलामा चाहिँ यसलाई मैले एकछिन अघि 5 मिनट अगाडिबाट चाहिँ यसरी पानीमा डुबाएर राखेको छु। अब यसलाई चाहिँ मैले सफा गर्छु अनि त्यसपछि यसलाई चाहिँ म सानो पिसमा काट्छु है त। पुछेर सबै ओभान बनाएर यसरी राखेको छु। अब चाहिँ मलाई चाहिँ 8 टुक्रामा टुक्रा पार्छु। तपाईले 4 टुक्रामा टुक्रा पारे पनि सक्नुहुन्छ। लगभग 4 दिन जति भयो मैले कागतीलाई र नुनलाई मोलेर चाहिँ यसरी राखेको। अनि कागती चाहिँ 4 दिन पछाडि यस्तो भएको छ। मैले दिनमा एकचोटि चाहिँ यसलाई चलाउँदै छोड्दै गरेको थिएँ। अलि लामो समय पनि राख्न सक्नुहुन्छ। यो जुन यो गल्छ नि, यसरी गलेपछि चाहिँ यसको बाहिरको पनि तितो हुन्न के, अलिअलि यसमा अलिअलि तितोपन चाहिँ आउला। तपाईहरुले चाहिँ अलि लामो समय राख्न सक्नुहुन्छ। मलाई चाहिँ अलिअलि तितो पनि मिठो लाग्ने भएर म चाहिँ आज यसलाई चाहिँ मोलेर चाहिँ यो डब्बामा चाहिँ राख्ने छु बिना तेलको निम्बुको अचार। सो अब यसलाई चाहिँ मोल्नको लागि मसला रेडी गरौँ है त। हजुरले अलि धेरैको बनाएर लामो समय पनि राख्न सक्नुहुन्छ। यसको लागि चाहिँ मसला रेडी गर्नलाई चाहिँ मैले जिरा लिएँ, त्यसपछि अजवाइन थोरै, अनि त्यसपछि यो कालो टिम्बु चाहिँ पेट सफा गर्छ क्या हामीलाई। अनि त्यसपछि मेथी है, मेथी तितो हुन्छ भने तर तितो हुन रोस्ट गरेर हाल्ने हो। अनि त्यसपछि थोरै धनिया। ओके, सो यति चाहिँ मैले रोस्ट गर्छु। अनि त्यसपछि यसमा चाहिँ मैले यो डल्ले खुर्सानी, तेलको बनाउनलाई डल्ले खुर्सानी पनि पिसेर अनि यसलाई चाहिँ मोल्छु बिना तेलको। यो चाहिँ कागतीको अचार कस्तो हुन्छ। सो लेट्स गो। पनि मिसाउनु पर्छ है, मैले अघि भन्न बिर्सेको छु। मैले सौँफ पनि मिसाएको छु। अनि यति चाहिँ सबै गरेर हामीलाई चाहिँ अलिअलि तातो बनाउँछौँ। अनि त्यसपछि यसको हामी चाहिँ दरदरा हुन्छ नि, अलिअलि मसिनो होइन कि, अलिअलि दरदरा चाहिँ यसको ठ्याक्क लाएर पिसेर रेडी बनाउँछौँ अनि मोल्छौँ। अनि मैले यसमा चाहिँ डल्ले खुर्सानी हाल्छु। अनि त्यसपछि कस्तो हुन्छ तपाईलाई देखाउँछु ल। कि रेडी गरेछु यसलाई चाहिँ अलिअलि जस्तै यसलाई चाहिँ यतिको रातो यो अमिलोले चाहिँ यसलाई चाहिँ बिग्रिन दिँदैन, त्यही भएर मैले यसो मैले मसला पिसेर रेडी बनाइसकेँ। अब यसमा चाहिँ मैले खनाउँछु हैन। अनि यसलाई चाहिँ राम्रोसँग मोल्ने दिएको मसला चाहिँ यसमा राखिसकेको छु। अब चाहिँ यसमा चाहिँ थोरै कालो नुन राख्छु। कालो नुन चाहिँ यसमा राखेपछि मैले चाहिँ यसलाई मोल्दिन्छु। पिरो चाहिँ तपाईहरुले जस्तै धुलो खुर्सानी पनि हाल्छन् कतिले हैन। म चाहिँ धुलो खुर्सानी चाहिँ नहालेको, किनभने हामीले अलरेडी यसमा नुन हालिन्छौँ। त्यही भएर मैले थोरै चाहिँ कालो नुन थोरै मिसाएको हो। अनि यो चाहिँ बिना तेलको कागतीको अचार म रेडी पार्छु है त। रेडी भएपछि हजुरलाई देखाउँछु ल। यो चाहिँ राम्रोसँग मोलिसकेपछि चाहिँ यस्तो देखिएको छ। अनि यसमा चाहिँ धुलो खुर्सानी हाल्यो भने चाहिँ यो चाहिँ अलि रातो देखिन्छ, तर मैले चाहिँ धुलो खुर्सानी चाहिँ हालेको छैन। तर यसलाई चाहिँ यसरी डब्बामा राखेर
अनि त्यसपछि तरकारीसँग भातसँग रोटीसँग खाँदा पनि यो मिठो हुन्छ। ट्राई गर्नु होला। आई होप तपाईहरुले पनि ट्राई गर्नुहुनेछ। धुलो खुर्सानी हाल्यो भने चाहिँ यसको कलर डिफ्रेन्ट आउँथ्यो। हामीले चाहिँ यसमा तेल 1% पनि मिसाएको छैनौं। एकदमै मिठो हेल्दी चाहिँ यो भयो कागतीको अचार। सो मैले चाहिँ डिब्बामा खनाएर राख्छु अनि यसलाई स्टोर गरेर राखेपछि अनि त्यसपछि तरकारीसँग दाल कहिलेकाहीँ बनायो तरकारी बनाउनु भ्याइएन भने पनि खान हुन्छ। इन्जोय गर्नु होला अनि लाइक सब्स्क्राइब गर्नु होला। यसलाई चाहिँ बाइ बाइ गाइस।